congratulations to a day in my life of Millie. आज म अलिक ढिलै उठेको थिएँ। उठ्ने बित्तिकै म छतमाथि गएँ अनि छतमाथि गएर वक गरेँ अनि फेरि म तल आएँ। तल आएपछि रुम 4 थियो अनि त्यही रुम मिलाउन थालेँ। लुगाहरू थियो बेडमा, त्यो लुगाहरू पट्याएर राखेँ। त्यसपछि मैले सम्झेँ कि मेरो स्किन केयरहरू पनि मिलाउनु छ। त्यो लास्टै बिग्रेर राखिरहेको थिएँ मैले अनि त्योहरू पनि अलिअलि गर्दै बिस्तारै बिस्तारै मिलाएँ। त्यो मिलाएपछि अनि त्यसपछि गएँ फ्रेस हुन गएर आइसकेपछि मैले स्किन केयर सुरु गरेँ। स्किन केयर गरिसकेपछि होस्टेलको नमिठो खाना खान गएँ अनि खाना खाएर फर्केपछि चाहिँ म पढ्न बसेँ अनि पढ्न बस्न त अल्छी पनि लाग्दै थियो तर पढेँ किनकि एजुकेसन इज इम्पोर्टेन्ट। किनकि हामीले पढेपछि धेरै चिज गर्न सकिन्छ। अनि त्यसपछि पढ्दा अल्छी पनि लागिरहेको थियो होइन, तर त्यही पनि अल्छी लागे पनि ट्राई गरेँ पढ्नको लागि। आजभोलि चाहिँ म ट्राई गर्दैछु कि कन्सिस्टेन्ट भएर पढौँ। कज एक्जाम पनि हाम्रो आउँदैछ, फर्स्ट इन्टर्नल वैशाखतिर छ, त्यही भएर अलिकति पढेँ अनि पढ्दै नोटहरू गर्दै थिएँ। नोटहरू गरिसकेपछि अल्छी लाग्यो, त्यसपछि बुक हेरेँ अनि बुकबाट अलिअलि पढेँ अनि हामीले चाहिँ पर्फेक्ट हुन जरुरी छैन, जस्ट कन्सिस्टेन्ट भएर पढ्नुपर्छ अथवा केही काम गर्नुभन्दा अगाडि पनि हामीले कन्सिस्टेन्ट भएर गयौँ भने हामीले छिटै सक्सेस पाउन सक्छौँ। हार्डवर्क गर्न सिक्नुपर्छ हामीले होइन। धेरै छोटो छोटो प्रोग्रेसहरू मिलेर पनि बिग रिजल्ट बनिदिन्छ। त्यसपछि मलाई फेरि भोक लाग्यो अनि म खाजा खान गएँ अनि त्यसपछि खाजा खाएर फेरि फर्केर आएँ अनि त्यसपछि फेरि पढेँ अनि त्यसपछि पढेँ अनि सानो ब्रेक पनि लिएँ बिचमा। त्यो चाहिँ मैले रिकर्ड गर्न बिर्सेँ तर त्यो फेरि अनि आएर फेरि पढेँ अनि त्यसपछि किनकि मेरो एक्जाम आउँदैछ त्यही भएर पढ्ने बाहेक मसँग केही उपाय छैन, पढ्नै पर्छ। नपढेपछि फेरि घरकाले घरबाट निकालिदिन्छन्। मलाई फेरि फिल भयो कि मलाई अल्छी लाग्न सुरु भयो। त्यसपछि मैले सोचेँ कि म बाहिर जान्छु अनि बाहिर गएपछि मलाई बाहिर खान मन लाग्यो अनि त्यसपछि हामीले पापडी चाट खायौँ। त्यसपछि फेरि फर्केर मैले पढेँ ननस्टप। किनकि आजभोलिको मेरो यो डेली रुटिनै हो, खाने पढ्ने सुत्ने अनि त्यसपछि पढेर म लास्टै थाकिसकेको थिएँ अनि त्यसपछि म सुतेँ। थ्याङ्क यू अल।